हेलो हेलो साथीहरू, गुड मर्निङ। मैले चाहिँ आज घरमा टमाटर फलेको देखाइरहेको छ। यहाँ टमाटर फलेको मैले चाहिँ टिपिहालेँ। यो चाहिँ टिपिहालेँ, नटिपिकन खिच्न पर्थेछ। टिपिहाल्यो भने टिप्दाखेरि पनि याद आएर अनि फोटो खिचेको भिडियो। फल्दैछ, यहाँ पनि फल्दैछ। यहाँनिर पाक्न लाग्यो। यहाँनिर सानो सानो भइरहेछ। अनि फेरि अर्को यहाँ तयारी हुँदैछ। अर्को तयारी रेडी छ। अनि यसमा पनि छ, यो चाहिँ सानो खालको टमाटर। यो चाहिँ गोलभेडा छ। अनि फलेको हेर्नुहोस् है, फलेको गोलभेडा। अनि यो टिपिहालेँ मैले पाकेर। अनि यस्तोहरूलाई चाहिँ चुडाइदिनुपर्छ। यो सुकेकोहरूलाई चाहिँ सुकेछ, यो सुकेको पातहरूलाई चाहिँ चुडाइदिनुपर्छ। अनि यस्तो भएको छ, गमलामा मजाले फलेको छ। अनि फेरि यतापट्टि चाहिँ हेर्नुहोस् है, फुल। अब बसन्त ऋतु आयो। वेलकम बसन्त ऋतुलाई। गर्मी पनि हुँदैछ, त्यसरी फुल पनि फुल्दैछ। फुल फुल्दैछ, कस्तो छ। फुल मन पर्नेहरूलाई मात्रै हो फुलको केयर गर्ने र याद नगर्नेहरूलाई त मतलब छैन हैन। हामी फुलको सोखिनहरूलाई मात्रै मतलब हुन्छ। यस्तो जता गए पनि फुलै हेर्न मन लाग्छ। ढकमक्क फुलेको हेर्न मनपर्छ। कस्तो छ यो चाहिँ, अब सकिसक्यो, अब फुलिसक्यो। कस्तो दामी फुलेको थियो यसले, डबली कस्तो दामी फुलेको थियो। तर सकियो। अब यसको लास्ट भइसक्यो यो चाहिँ। अब यो के अरे पिटुनियाको बेला आयो। पिटुनियाको समय आयो। यो चाहिँ जास्मिन, यो पनि अब फुल्छ। यो चाहिँ बाघफुल भन्छ यसलाई चाहिँ। हामीले त बाघफुल भन्छ, आफ्नो हुन्छ। तर यसलाई चाहिँ हामीले बाघफुल भन्छ। वाइटमा छ।